चाहिँ दिएको छ। र आज जुन खालका कनेक्टिभिटीहरू चाहिँ जोडिराखेका छन् र यो कुराहरूले पनि चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ भोलिको दिनहरूमा एउटा गन्तव्य चाहिँ अझै चाहिँ यसले चाहिँ तयार गर्छ भन्ने मलाई लागेको छ। र अर्को कुरा सरकार र निजी चाहिँ सरकारी गैर सरकारी संस्थाहरू निजी क्षेत्रहरूको चाहिँ त्रिकोणात्मक चाहिँ पुरा समन्वय हुन जरुरी छ। म आज चाहिँ पुरै पनि कतिपय सन्दर्भमा सकेसम्म हामीले पोजिटिभ हिसाबले सरकारका चाहिँ भएका चाहिँ दुर्बल पक्षहरू र तलबाट पनि सरकार सबै कुरामा चाहिँ सक्षम हुन्छ भन्ने कुरा होइन। निजी क्षेत्रले पनि तपाईँले दिने महत्त्वपूर्ण सल्लाह सुझावको चाहिँ कोलले नै हामीले यो देशलाई चाहिँ समृद्ध बनाउन सक्छौँ। र आज हेर्दै जाने हो भने आज देशका ठुल्ठुला ठाउँहरूमा केही लगानीहरू पनि भएका छन् हवाई पर्यटनमा। जस्तै पोखरा विमानस्थल तयार भएको छ तर हामीले प्लेन उडाउन सकिराखेका छैनौँ। यो हाम्रो लागि दुर्भाग्यको कुरा हो। जस्तै लुम्बिनी प्रदेशभित्रै चाहिँ भैरवगाडा त्यहाँ हामीले चाहिँ विमानस्थल तयार गरेका छौँ। अहिले पनि कहिलेकाहीँ हप्तामा एकपटक जजिरा भन्ने चाहिँ एउटा प्लेन चढिराखेको छ। त्यो पनि कहिलेकाहीँको स्थिति छ। र अब निजगढ पनि लगभग बन्ने तयारीतिर सरकारका लागि